आजको यो ब्लग एकदमै खास हुनेवाला छ किनकि म यो ब्लगमा आज तपाईँहरूलाई स्टुडेन्ट F1 भिसामा आउने स्टुडेन्टहरूलाई कतिको गाह्रो हुन्छ, के गाह्रो हुन्छ र किन गाह्रो हुन्छ र त्यो पहिलाभन्दा प्रिपेयर किन भएको हुँदैन अनि भएर यहाँ आएर गाह्रो हुन्छ खालेको विषयमा म कुरा गर्छु। र अहिले म आएको त्यो यहाँ टिकट गराउन, बिकज म जुन युनिटमा अहिले मुभिङ भएको छु, म अहिले सान फ्रान्सिस्कोमा मुभिङ भएको छु र जुन युनिटमा मुभिङ भएको थिएँ आई डिडन्ट ह्याभ द एक्स्ट्रा की। आज म आएको थिएँ एक्स्ट्रा की कपी गराउन, एन्ड त्यो धेरै महँगो पर्दैन, 3.99 पर्यो। तर लेट्स मुभ अन टु द टपिक। सबभन्दा मेन प्रब्लम के हुन्छ त? सो सबजनालाई के लाग्छ युएसए आउने बित्तिकै, जस्तै मलाई लागेको थियो कि युएसए आउने बित्तिकै लाइफ सेट हुन्छ, केही गर्नु पर्दैन, कुनै स्ट्रगल गर्नु पर्दैन। तर खासमा यहाँ आएपछि मेरो स्ट्रगल स्टार्ट हुने हो कि अब लेट्स चाहिँ F1 भिसामा आउने स्टुडेन्टहरूलाई सबभन्दा पहिला त फ्रीली काम गर्न पाउँदैन बाहिर, र युनिभर्सिटी मात्र काम गर्न पाउँछ सुरुमा आउने बित्तिकै। अरूको पनि काम गर्न पाइन्छ, तर के गर्न पाइन्छ सुरुमा म तपाईँहरूलाई देखाउँछु। सबभन्दा पहिला त तिनीहरूले केमा युनिमा एप्लाई गर्नुपर्छ, र युनिमा एप्लाई गर्दा लिमिटेड जब हुन्छ, र लिमिटेड जबहरूलाई पनि एकदमै लिमिटेड जब एप्लाई गर्नलाई पनि धेरै नै यति तपाईँले चाहिँ 10वटा काम छ, 10वटा कामको लागि इभेन्चुअली 100 जना एप्लाई गरिरहेको हुन्छ कि। सो त्यहाँ एक त फ्रीली काम गर्न पाइएन, 1-2वटा जब एभाइलेबल छ, त्यसमा नि धेरैजना मान्छेले एप्लाई गरिदिन्छ कि, बिकज सबजनालाई जब चाहिरहेको हुन्छ एउटै युनिभर्सिटीमा। अब जबभन्दा पनि त स्टुडेन्टलाई धेरै हुन्छ नि त, अनि फ्रीली काम गर्न पाउँदैन, एउटै जबमा धेरैजनाले एप्लाई गर्छ, जो कि गाह्रो बनाउनु जान्छ। र अर्को कुरा के छ भन्दाखेरि जब हामीले एप्लाई गर्छौँ कन्सल्टेन्सीको थ्रु, या धेरै हामीले पनि एप्लाई गर्छन्, तर प्रायः जसोले कन्सल्टेन्सीको थ्रु एप्लाई गर्छ होइन। अनि सबभन्दा ठुलो गल्ती के गर्छ कि जुन हामीले युनिभर्सिटीमा एप्लाई गरिरहेको छौँ त्यो युनिभर्सिटीको हामीले फिस हेर्दैनौँ। फिस ल हेरिहाल्छ पनि, तर लोकेसनमा त्यस्तो खासै ध्यान राख्दैनौँ कि कुन लोकेसन हो, कस्तो लोकेसन हो। लेट्स चाहिँ यो क्यालिफोर्निया होइन, क्यालिफोर्नियामा इभेन्चुअली एक्सपेन्सिभ छ, तर जब अपर्च्युनिटी पनि धेरै छ होइन। तर धेरै जस्तो ठाउँहरूमा लेट्स चाहिँ सबहरूमा एप्लाई गऱ्यो त त्यहाँको जब अपर्च्युनिटी कस्तो हो, किनभने एट द एन्ड सर्भाइभ गर्नलाई हामीलाई काम गर्नुपर्छ, र काम गर्नको लागि लोकेसन धेरै नै माइने राख्छ। त्यस्तै यहाँ आएर घरको रेन्ट तिर्नु पऱ्यो, जहाँ बसिरहेको छौँ त्यहाँ रेन्ट तिर्नु पऱ्यो, खानाको फुड एक्सपेन्सेस तिर्नु पऱ्यो, कतिपयले बाहिर रमाइलो गर्न जान्छ, रमाइलो गर्नको लागि तिर्नु पऱ्यो, सिमको पैसा तिर्नु पऱ्यो, किनभने नेपालमा त लेट्स चाहिँ युज गरिरहेको कति राम्रो काट्छ, युज गरिरहेको छ या छैन, प्रिपेडमा एकचोटि तिर्यो नि, त्यसपछि ल ठिक छ युज गऱ्यो भने तिर्नुपर्छ, युज गरेन भने तिर्नु पर्दैन। तर यहाँ चाहिँ के हुन्छ, मन्थली वाइज तपाईँको पैसा काट्छ, कुरा गरौँ चाहे नगरौँ मन्थली वाइज चाहिँ पैसा काट्छ होइन। त्यो सबै म्यानेज गर्नलाई धेरै स्टुडेन्टहरू इलिगल काम अथवा नन अथोराइज काम गर्न जान्छ, जो कि म सजेस्ट गर्दैन, तर मान्छेहरू धेरै पहिले गरिरहेको हुन्छ। त्यो नट अथोराइज हुन्छ, यहाँ युनिभर्सिटीभन्दा बाहिर एप्लाई गर्न मिल्दैन होइन, काम गर्न मिल्दैन। एप्लाई भन्छु त्यो मिल्छ कुनै जब कोर्स रिलेटेड काम छ, त्यो अनुसारले त्यो पछि कुरा गरौँला कसरी गर्न मिल्छ भनेर, तर इभेन्चुअली चाहिँ नर्मली चाहिँ मिल्दैन होइन। त्यसपछि के हुन्छ भन्दाखेरि राति एक्लै आइन्छ, राति एक्लै आएर जब बेडमा सुत्न गइन्छ नि, अनि देन मेन कुरा फ्यामिलीको हिट हुन्छ त्यति बेला कि। अब बिकज हाम्रो बानी हुन्छ सँगै खाने, फ्यामिलीसँगै खाने, यहाँ आएर एक्लै खानुपर्छ, जो सबभन्दा धेरै नै हिट गर्छ। एन्ड आई फिल्स लाइक कि मलाई त बानी भइसकेको छ, म अलमोस्ट 5 इयर्सदेखि बाहिरै बसिरहेको, 5 to 7 इयर्सदेखि बाहिरै बसिरहेको छु। तर इभेन्चुअली म मात्र आफ्नो कुरा गरेँ होइन कि, लाइक एज अ होल अन एभ्री इन्टरनेसनल स्टुडेन्टको बिहाफमा कुरा गरिरहेको छु। आई डोन्ट नो कतिपयले क्लेम गर्नुहुन्छ कि गर्नुहुन्न डाइरेक्टली अथवा इन्डाइरेक्टली, बट सबैले फिल गरिरहेको छ। मलाई अहिलेसम्म याद छ जब म अस्ट्रेलिया फर्स्ट डे ल्यान्ड भएको थिएँ, रुममा बसेको थिएँ, तब म बेडमा कति रोएको थिएँ। एज अ म्यान भन्छ नि म्यान रुँदैन, बट मैले रोएको थिएँ। आई डोन्ट नो तपाईँमध्ये पनि कतिजना अलमोस्ट, म आफ्नो स्ट्याटिस्टिक्स एज अ मनमा भनिरहेको छु, जति मैले सुनेको छु, जति धेरै इन्टरनेसनल स्टुडेन्टसँग इन्ट्र्याक्ट गरेको छु, म सोध्छु सबसँग तपाईँको घरको फ्यामिलीको याद आउँछ कि आउँदैन। तर मान्छे यहाँ आएर यति धेरै बिजी भइहालिन्छ कि, यति धेरै इन्भल्भमेन्ट र प्रेसर टेन्सन भइहालिन्छ कि बिर्सिन बाध्य पनि हुन्छ, र त्यो ठिक पनि हो होइन, बिकज एउटै कुरालाई लिएर त्यो हुँदैन। तर द्याट्स द फ्याक्ट, जो फ्याक्ट छ त्यो फ्याक्ट छ होइन। र यो कुराले मैले खासै डिमोटिभेट गरेँ होइन। इफ यु आर मेन्टली स्ट्रङ, फोकस्ड आफ्नो क्यारियर, आफ्नो फ्युचर, आफ्नो सब, मैले एउटा
कहानी सुनेको थिएँ कि लाइफमा केही ठुलो कुरा गर्नलाई घर छोड्नुपर्छ, घरबाट निस्किनुपर्छ, जो कि हाम्रो एउटा इन्टरनेसनल स्टुडेन्टको एउटा मुभ हुन्छ, त्यो गर्नै पर्छ, सबैले गर्नुपर्ने हो। भन्छ नि लाइफको एउटा एज हुन्छ, त्यो एजमा गएर स्ट्रगल गर्नुपर्छ, मेहनत गर्नुपर्छ, अनि पछि गएर धेरै राम्रो हुन्छ। अब इट डिपेन्ड्स, तपाईँले 20 to 30 को बिचमा गर्नुहुन्छ, 30 to 40 कुनै न कुनै सालमा त इभेन्चुअली खट्नै पर्छ होइन। कुरालाई एकदमै राम्ररी लिन्छु र आई हेभ बिन ट्राभलिङ, मैले 5-6वटा कन्ट्रीभन्दा धेरै ट्राभल गरिसकेँ। मैले त्यस्तो ब्लगमा एक्टिभ भइरहेको थिएन, तर आजकल म धेरै नै एक्टिभ हुनेवाला छु। र अर्को कुरा, मेन कुरा, सबको इन्स्टाग्राम, फेसबुक, सोसियल मिडिया प्रोफाइलमा हेर्नुहुन्छ नि ठुल्ठुला गाडी, मुस्टाङ, ल्याम्बोर्गिनी त हुँदैन, त ल्याम्बोर्गिनी धेरै भइसक्यो, तर मर्सिडिज, BMW धेरै कुराहरू सो अफ गर्ने, देखाउने कुरा हुन्छ। त्यो कुरालाई म नेगेटिभ लिँदैन, तर त्यो कुरा गर्नलाई मान्छे कति मिहिनेत गरे हुन्छ, त्यसको ब्याक इनमा हेर्नुहुन्छ नि कति मिहिनेत गरेको हुन्छ नि, त्यो हामीले अनलेस एन्ड अन्टिल गर्दैनौँ तबसम्म थाहा हुँदैन कि त्यसको पछाडि कति स्ट्रगल गरेको हुन्छ मान्छेले त्यो सो अफ गर्नलाई। र यो साइडको स्टोरी कसैले पनि देखाउँदैन कि कति मिहिनेत गर्नुपर्छ, के गर्नुपर्छ। दे विल जस्ट सो यु कि रिल्समा हेर्नुहुन्छ, सोसियल मिडियामा हुनुहुन्छ कि म यस्तो लाइफ जिइरहेको छु, उस्तो लाइफ जिइरहेको छु, तर ब्याक इनमा चाहिँ के हुन्छ, किन कति स्ट्रगल गरिरहेको छ, त्यो कुराहरू मान्छेहरूलाई थाहा हुँदैन, आइहाल्छ। अनि त्यसपछि यहाँ आएर लाइक भन्छ नि एउटा कुरा छ नि, एक्सपेक्टेसन भर्सेस रियालिटी आउँछ नि इन्स्टाग्राममा, त्यो हुन जान्छ कि एक्सपेक्टेसन भर्सेस रियालिटी वन्स यु ल्यान्ड हियर। र यो कुराले म खासै डिमोटिभेट गर्न खोजेँ होइन। आई नो इट्स गोना बी रियली टफ फर अस, बट वी क्यान मेक इट। आफ्नो फ्युचरमा धेरै नै वर्क गर्नु छ, धेरै नै काम गर्नु छ, र पछि गएर इभेन्चुअली धेरै नै राम्रो हुन्छ। यो हिस्टोरिकली नै राम्रो बनाएको छ, र इट्स गोना बी रियली नाइस। र आजको यो ब्लगमा कुनै पनि लाइक एक्स्ट्रा मेकअप थिएन, एक्स्ट्रा बटर थिएन, जे थियो रियालिटी थियो। र यदि तपाईँहरूलाई राम्रो लाग्यो भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। बाँकी तपाईँहरूलाई कुनै क्वेसन छ भने कमेन्टमा क्वेरी राख्नु होला, अथवा मेरो इन्स्टाग्राममा मेसेज गर्नु होला। म तपाईँहरूलाई नेक्स्ट ब्लगमा मिल्छु। अहिलेको लागि टाटा एन्ड बाई बाई।